युएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने 3 प्रहरीमाथि कारबाही। युएईमा रोजगार गरेर स्वदेश फर्किने क्रममा रहेका युवकमाथि त्रिभुवन विमानस्थलमा दुर्व्यवहार गरेको आरोपमा 3 जना प्रहरी कारबाहीमा पर्ने भएका छन्। गत चैत्र 31 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरीले स्वदेश फर्किएका मोरङका युवक सञ्जय ओझामाथि दुर्व्यवहार गरेका थिए। प्रहरीले ओझालाई कठालो समातेर तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना भएको थियो। उक्त भिडियोलाई लिएर प्रहरीको चर्को आलोचना भएपछि 3 जना प्रहरी कारबाहीका लागि तानिएका हुन्। 3 जना प्रहरीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको जानकारी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले दिएका छन्। उनका अनुसार तीनैजनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएर अनुसन्धान भइरहेको छ। ओझा युएईमा मार्केटिङको काम गर्दै आएका युवक हुन्। उनी आफन्तको बिहेमा सहभागी हुन 10 दिनको छुट्टीमा आएका थिए।